तिनजना मेरो ब्युटिफुल सिस्टर। हाई गाइज, गुड मर्निङ। आज चाहिँ हाम्रो फोटोसुटको इभेन्ट छ नि त, त्यही भएर हामी चाहिँ बिहान बिहान रेडी हुँदैछौँ। भर्खर 6 बजिरहेछ है गाइज, सबजना रेडी। उहाँहरू सबजना फोटोसुटको लागि रेडी भएर जाँदै हुनुहुन्छ। उहाँ चाहिँ हाम्रो म्याम। न्यू ब्लगर। अब हामी चाहिँ साथीहरू हामी चाहिँ जाँदैछौँ। अब उहाँहरू चाहिँ भ्यानिटी बक्स बोकेर हिँडिराख्नु भएको छ मेकअपको। उहाँ चाहिँ हाम्रो सर हुनुहुन्छ। यो चाहिँ भ्यानिटी बक्सहरू। उहाँ चाहिँ हाम्रो सर। अब चाहिँ हामी जान रेडी भइसक्यौँ है। हाम्रो स्कुलको नाम चाहिँ आइएसएएस ब्युटी स्कुल हो। उहाँ सर चाहिँ किन हाँस्नु भएको? हाई गरिदिनु त। हेर्न हामी चाहिँ हिँड्ने गाइजहरू। हामी चाहिँ हिँड्यौँ पार्किङतर्फ। एउटा माइक किन्न पाए हुन्थ्यो भनेको। यो माइक एउटा नै किन्नलाई जहिले नजुरेको हो क्या मलाई। त्यो रोयल चाहिँ हामी आइपुगिसक्यौँ। म चाहिँ तपाईँहरूलाई भित्र देखाउँछु है त। चाहिँ हाम्रो फोटोसुटको ठाउँ रहेछ कि। बल्ल बल्ल म्याप हेर्दै आइपुगेको। चेकिङमा पऱ्यो। चेकिङमा परेर चिट पनि काट्यो। गाइस हाम्रो चाहिँ यहाँ अब हेयर स्टाइलिङ सेम हुँदैछ। हामी तिनजना चाहिँ एउटै क्लासको एउटै टाइमिङको। उहाँहरू चाहिँ अलग अलग टाइमको हो। हामी चाहिँ हेयर स्टाइल गर्न खोज्दैछौँ। यहाँ चाहिँ हाम्रो मोडलहरू बस्नुहुन्छ। यता चाहिँ मेकअपको हुँदैछ। उहाँहरू चाहिँ मेकअप आर्टिस्टहरू। यो चाहिँ हाम्रो फोटोसुट गर्ने ठाउँ रहेछ है गाइज। यहाँ चाहिँ लाइटिङहरू पुरै अलरेडी सेट छ है। यो चाहिँ फोटोसुटको लागि। यता चाहिँ पुरै क्यामराहरू सबै लाइटिङहरू सब सेट गरेको रहेछ। यहाँ चाहिँ हाम्रो सबै सकेपछि फोटोसुट हेर न यहाँ म बोलेको। यहाँ चाहिँ हाम्रो भ्यानिटी बक्स बस्ने होला। यहाँ चाहिँ हाम्रो हेयर स्टाइलको मोडल आर्टिस्टहरू हुनुहुन्छ। म यस्तो बोल्छु कि अनि बन्छ भ्लगर। त्यहाँ चाहिँ उहाँको मोडल चाहिँ उहाँ हो। अनि हेयर स्टाइल आर्टिस्ट चाहिँ उहाँ हो। उहाँको चाहिँ अहिले स्टार्ट भइसक्यो है। हामी चाहिँ यतिकै वेटिङमा छौँ। साथीहरू हाम्रो चाहिँ चिया पनि आइसक्यो अहिले। चाहिँ हाम्रो क्लाइन्ट हो गाइज। हजुरको नाम? अन्जना। अन्जना। हेलो। सानो भ्लग बनाएको क्या। गाइज यो म चाहिँ अहिले कर्ली गर्दैछु। अब आवाज चाहिँ आउँदैन। So beautiful, so elegant. साथीहरू अहिले चाहिँ हामी काम गर्दा गर्दा यस्तो थाकेर यहाँ रेस्ट गरिरहेछौँ। अहिले हामी चाहिँ सबजना बसिराख्नु भएको छ।
यति धेरै थकाइ लाग्यो कम्बर दुखेर झन्डै मरेन म दुईजना मेरो ब्युटिफुल सिस्टर हामी एउटै ग्रुपको भयो Next. Oh, nice. क्या हो गया? गाइस म चाहिँ कर्ली गर्दैछु हेरेर चाहिँ सर्टमा हाल्नुपर्छ कि Hello vlog. यो धेरै नै भयो कि सो गाइज आइ एम लिभिङ चाहिँ जाँदैछु उहाँहरू सँगै छोडेर बाई बाई म चाहिँ जाँदैछु अब गाइज फाइनली म चाहिँ घर आइपुगिसकेँ अहिले मेरो बाबु मलाई लखाड्दै लखाड्दै आएको आइरहेको थियो देख्ने बित्तिकै गरेर जाने घुम्न जाने हो उफ के गर्ने यसकै लागि भए पनि अलिकति चाँडै आउनुपर्छ कि म जहिले पनि ल कुन खालको पोज हो यो पुरै सुताइदिइरहेछ लागेर टाढ भएर आएको त मस्तले खाना खानु पर्यो भनेको त खाना नपकाएर बसेछ अनि हेर्नु यहाँ कुकजी चाहिँ मेरो लागि चाउचाउ रेडी गरिदिँदै हुनुहुन्छ हामी चाहिँ अब करेन्ट चाउचाउ खान्छौँ गाइज चम्चा त्यसले नै खुवाइदैन अब चाहिँ मेरो कपडा धुने पालो यति कपडा धुनु छ कहिले धुने यस्तो जाडोमा आनन्दले गरेर सुत्छु भनेको के सुत्न पाउनु म ए मेरो पतिदेव वासिङ मसिन एउटा किनिदेऊ मलाई साह्रै गाह्रो भइसक्यो कपडा धुनलाई फाइनल्ली लुगा पनि धोएर सक्यो हो साथीहरू मैले चाहिँ लुगा पनि धोएर सकेँ मेरो चाहिँ सबै काम पनि सक्यो अब चाहिँ म छोरोलाई लिन जान्छु छोरोलाई चाहिँ मैले दिदीकोमा छोडेको थिएँ अब छोरो ल्याएर आउँछु आजको लागि यति नै बाई सी यू नेक्स्ट भ्लग थ्याङ्क यू